नागरिक सरकारको पूर्व शिक्षा मन्त्री महावीर पुनले आफ्नो मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए र त्रिभुज चुनाव चिन्ह चाहिँ प्राप्त गरेका थिए भने अहिले चाहिँ महावीर पुनलाई रासोपाले पनि समर्थन गर्ने भएको छ। रासोपाको उम्मेदवार युवराज रोकाले चाहिँ आफ्नो उम्मेदवारी कायमै रहे पनि पूर्ण रूपमा रासोपाबाट चाहिँ महावीर पुनलाई चाहिँ समर्थन गर्ने भएको छ र उज्यालो नेपाल पार्टीको अहिले म्याग्दीमा उम्मेदवार नभए पनि उज्यालो नेपाल पार्टीलाई आस्था राख्ने व्यक्तिहरूले सबैजनाले चाहिँ महावीर पुनलाई चाहिँ भोट दिनुहोस् भनेर महावीर पुनलाई नै समर्थन गरेको छ भने नेसनल रिपब्लिक नेपाल पार्टीले पनि आफ्नो उम्मेदवार चाहिँ फिर्ता लिएर महावीर पुनलाई नै समर्थन गर्ने भएको छ। यससँगै अब संसदमा एउटा राम्रो व्यक्ति चाहिँ आउने सम्भावना चाहिँ बढेको छ किनभने महावीर पुनले चाहिँ देश विदेशमा धेरै अनुभवी भइसकेका छन् र महावीर पुनले चाहिँ नेपालमै केही गर्छु भनेर अगाडि पनि बढिरहेका छन्। त्यसले गर्दाखेरि अबको आउँदो संसदमा चाहिँ महावीर आउने सम्भावना चाहिँ बढिरहेको छ र महावीर आउनु पनि पर्छ, चुनाव जित्नु पनि पर्छ।